भोलिको लागि आजै अर्डर आउँछ हाम्रो भनेको बसको कि ड्यामलाई यो गाउँमै भरिन्छ हो त्यस्तो भयो भने चाहिँ त्यो राम्रो हो उहाँ चाहिँ त्यस्तो हुँदैन हाम्रो त अर्डर गाडीले ल्याउँछ पूजा गरेर आउने 30जनालाई खानै भन्छ अब 30जनालाई पूजा गरेर आइहाल्छ नि आइहाल्छ होइन समय लिनुपर्छ नि अनि 1.5 घन्टाको अनि बिहान कुकर सिटी लाग्छ दाल अनि अगेनामा तत्तै हुन्छ तातो पानी हाम्रो त उहाँ हेर्नु न 4-5वटा भट्टी चुलो छ अहिले तपाईँले एकैचोटि ल्याइ भन्नु पनि त्यो 3-4वटा छ अब जति ज्यानलाई चाहिँ थाम्नु पर्यो जति पनि गर्न चाहिँ गर्छौँ हामी 2जना है काम गर्ने मान्छे कोही छैन हामीमा बुढाबुढीले नै थाम्नु सक्यो भने राम्रो होइन सक्यो भने राम्रो छोरो ए आयो यो खाऊ त अमिलो रस दिनै पछि 4टा बसको अर्डर आयो कस्तो मिठो दिनै पछि ऊ हुँदा चाहिँ सबै गर्छ ढुक्क हुन्छ ऊ नहुँदा त कति समस्या हुन्छ काम गर्ने मान्छे यहाँ पाउँदैन नि त अचम्मको छ सबै झापातिर विदेशतिर होइन उतैतिर यताका पनि उतैतिर त्यस्तो हुन्छ नि त अब होटल लाइनमा काम गर्ने भने पछाडि यहाँ यो चाउचाउ थोपा भात मात्रै बनाएर उनीहरूलाई हुँदैन उनीहरूले त अरू आइटमहरू पनि सिक्नु पर्छ सिक्नेले पनि यहाँ सानो ठाउँमा बस्दैन नि बेतामोड जान्छ खालि तलब चाहिँ बिर्तान भन्दा यहाँ राम्रो पाइन्छ तर यहाँ बस्दैन 2जनाले सिजनमा त खतरा बेकार हुन्छ अहिले त आनन्द ऊ खेती छ खेती गर्न गाउँमा चिया बगान छ चिया टिप्दै गरेको छ अनि खाजा लिएर काम गर्ने मान्छे यताबाट पनि लिएर गएको ल यता हेर्नु यो खाऊ यस्तो रस खाने भरे गाडीमा सबै थुक्पा निकाल्ने होइन नि त आउने कुरो मैले के गर्नु आमा छोरी नै